के सब उसले ल्याउनु पर्छ ल। अब उयो जो कि कॉलेज सब मतलब ही वर्क नहीं ना होंगे। बीच में आएगा देखना पड़ेगा। ये 72 आवर के हिंगे रहे के 72 हिंगे रहेगा कि हिंगे 5 ताले जाँदैछौँ। 5 ताले खाली 5 ताले घुम्न बाहेक अरू केही विकल्प छैन। यहीँ हो घुम्ने, यहीँ हो हेर्ने, यहीँ हो देखाउने सबै कुरा। यहाँ कति मान्छे यार बोयफ्रेन्ड गर्लफ्रेन्ड भएर हिँडिरह, मान्छेले हर्न बजाउँदै हिँडिरह, हामी चाहिँ मान्छे हेरेर बसिरहेको, अरू केही गरेको छैन। हामी चाहिँ यतिकै तर अहिलेको राम्रो छ यार, अहिले भिड धेरै छ यहाँ। गाडी त कति हिँडेछ कोही बेबीहरू भेटेको छैन। देखिन्छ एकछिनमा, खालि देखेर मात्र हुन्छ, आफ्नो हुँदैन। कोही मलाई छिनो छुगाएको तर फाइनेंस अलिक पोर्टेबल बिहा हो। ऊपर ना बोलते रहिए, नीचे का नहीं तो घूम घूम के बोलते रहिए। कति बात लक्ष्य घूम घूम के बोलते रहिए, खाने खाने भयो। अब जा तो नहीं तो चल के नहीं भरेंगे पर नीचे उतर के लिए जाते हैं तो फिर बोले नहीं, फिर कौन ये तो ना, तो फिर घूम के फटाक से आई लिएंगे केस झाड़ते मस्त केस झाड़ते आई लिया। कहते खाना खाने भयो हम कहते नहीं अनि उसले खाना खायो, भूमिकाले खाना खायो, खाइन सबैले खानु भयो। कौन भूमिका? उसको नाम भूमिका हो। ए बिहान बनाइए छोटे इतवार ऊपर दही पिया तो एगो अपनी के जो कनिया में पिया ना तो पकड़ लेते वो ओकरा तक खराब लग रहा है। ये हो देता लेकिन तो कनिया लगे छोड़ देते आई मत तो उठा दिया ओकरा के सब रिकॉर्ड होता। ओह माय गॉड देयर इज ब्यूटीफुल कति राम्रो लाइट छ यार चारैतिर। हाम्रोमा क्वालिटी नै क्या त्यो भएन त हम कसरी भन्ने। ल हामी अब तपाईँहरूलाई अब अर्को ठाउँमा लाँदैछौँ अघि घुम्नलाई। अब हेरौँ नयाँ ठाउँ कस्तो छ भनेर। तर यस्तो के काठमाडौँको गली गलीमा चाहिँ स्वर्ग छ क्या, स्वर्ग है हेर्न चाहिँ हुनु पर्यो। ओ माय गॉड हेलो बेबी, हाउ आर यू? आई एम फाइन, आई मिस यू बेबी। यही पान्तले यहाँको सब बोयफ्रेन्ड गर्लफ्रेन्ड मात्र रहेछ यहाँ। तिमी भएको रमाइलो हुन्थ्यो हो। सुन सुन त्यो त तिमीले भन्नु परेन त नि त्यो रिसाइसक्यो। अनि भन्नु पऱ्यो नि त बेबी भोक लागिसकेको छ। त्यति बेला बुझिने यार तिम्रो मनको कुरा। सरी ए भोलि त आउँदैन तिमी। मलाई पनि चित्त दुख्यो नि यार तिमी नआएपछि। म कसले हेरेर काम गर्नु। भारत के अड्क्यो के भयो अरे?
त्यो चाहिँ हो तिमी आएपछि मात्रै खाजा खान पाइने हो हामी नभए त पाइन्न हेर। तर बेबी एउटा कुरा भनौँ तिमीले खायौ नि तिमीले खायो कि खाएन तिमीले खायो कि खाएन खुवाइदियो हो मलाई त त्यसैले पुग्यो कि तिमी खुवाइदियो भए पुग्यो कि हो भने यहाँनिर आउँदाखेरि कस्तो यार कस्तो मिस गर्दैछ कि माथि तल भयो नि तनाव पर्छ भने सुत्दैन होला यो ए हम त कदम फुपाके हम खाटमै आउँदैन भन्छ कट्टु लाएर सुत्ने हो फेरि ए बोल्दै नबोल्ने होइन तर सहर टाउनको यो चाहिँ खास के हो भन्दाखेरि न जहाँ पनि रातितिर चाहिँ राम्रो देखिन्छ। टाउको फुटाइदिन्छ बेबी नै भन बेबी नै भन बेबी बेबी नै भन त अहिले टाउको फुटी गरिदिनु यहाँ दार्जिलिङ यहाँ कति मिस गर्दैछ मान्छे अहिले हो ल ल कुरा गर तिम्रो बेबीसँग तिम्रो बेबीले कुरा गर्न लाग्छ ल गरिदेऊ ल बेबी अरे अनि खाना खान जाने अरे पेट भरिदिने हो र ए म त 9 महिना छुट्टी यसले भरिदिने मैले पेट भरेको त वर्षसम्म छुट्टी हुन्छ यसले अरू के कन्सेप्ट लगाइदियो है त्यहाँनिर हेर है यसले भऱ्यो भने यसले पेट भऱ्यो भने वर्षसम्म छुट्टी हुन्छ अरे है सोच अब के भने के भने अब सोच है भयो भयो होइन मैले भने होइन ओके सरी कस्तो कुरा आधी घन्टापछि बुझ्दै रहेछ हौ ए अझै पनि अर्कै कन्सेप्ट लगाएको छ यार कस्तो नबुझेको छोडिदेऊ ल